सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरू र सम्पूर्ण प्राविधिक साथीहरू, म डाक्टर अनिल पोखरेल, संयोजक कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेको तर्फबाट आज म यहाँहरूलाई ढैँचा, यसको प्रयोग तथा महत्त्व र दर्ता हुन गइरहेको खजुरा ढैँचा 1 को बारेमा छोटकरीमा जानकारी दिन गइरहेको छु। सर्वप्रथम ढैँचा भनेको के हो त? ढैँचा छिटो बढ्ने दलहन बाली हो र यसको मुख्य विशेषता भनेको यसका जरामा भएका गिर्खाहरूले हावामा रहेको नाइट्रोजनलाई सङ्कलन गरी राख्दछ र माटोमा उपलब्ध गराउँदछ। विशेष गरी धानमा आधारित खेती प्रणालीमा यसलाई अत्यन्त उपयोगी हरियो मलको रूपमा लिइन्छ। नेपालमा हरियो मलको रूपमा ढैँचाको प्रयोग सन् 1964बाट सुरु भएको मानिन्छ। हरियो मल भनेको छिटो बढ्ने बालीलाई त्यसको वानस्पतिक वा फूल फुल्ने अवस्थामा माटोमा जोतेर गाड्ने वा मिलाउने प्रक्रिया हो, जुन कुहिएपछि जैविक अथवा प्राङ्गारिक मलमा परिवर्तन हुन्छ, जसले माटोलाई सुधार गर्नुको साथसाथै रासायनिक मलको प्रयोगलाई कम गर्न मद्दत गर्दछ। हरियो मलको रूपमा ढैँचाको प्रयोग गर्दा माटोमा जैविक पदार्थ बढ्न गई माटोको संरचना सुधार हुनुको साथसाथै माटोको पानी धारण गर्न सक्ने क्षमतामा वृद्धि हुन्छ, माटोमा नाइट्रोजन थप्ने काम गर्दछ, रासायनिक मलको आवश्यकतालाई कम गर्दछ, झारपात तथा रोग किरा नियन्त्रण गर्न मद्दत गर्दछ, माटोका सूक्ष्म कणहरू हाउहुरीबाट जोगाउँदछ, माटोमा रहेका लाभदायक सूक्ष्म जीवहरूको संरक्षण गर्न मद्दत गर्दछ। हरियो मलको रूपमा ढैँचा प्रयोग गरेका किसानहरूले माटो पहिलेको भन्दा नरम, उर्वर र उत्पादनशील बनेको अनुभव साझा गरेका छन्। अनुसन्धानहरूले समेत यसको प्रयोगबाट धान उत्पादनमा 6 देखि 15% वृद्धि तथा धान गहुँ बाली प्रणालीको उत्पादनमा उल्लेखनीय सुधार भएको देखाएका छन्। केही अध्ययनले त धानमा प्रयोग हुने रासायनिक मलको मात्रा आधाभन्दा बढी घटाउन सकिने निष्कर्ष पनि प्रस्तुत गरेका छन्। ढैँचाको उत्पत्ति दक्षिण एसिया, अफ्रिका र अस्ट्रेलियामा भएको र त्यहाँबाट अन्य देशहरूमा फैलावट भएको मानिन्छ। नेपालमा विशेष गरी तराई क्षेत्रमा यसको खेती गर्ने गरिन्छ। अब लागौँ खजुरा ढैँचा 1 को जातीय विशेषताहरूमा। यो 1 वर्षीय, छिटो बढ्ने, झाडीदार सेस्बानिया विस्पुनसा प्रजातिको बाली हो। यसको बोट 470 सेन्टिमिटर सिधा अग्लो हुन्छ, जसमा औसत प्रति बोट 36 वटा हाँगाहरू हुन्छन्, जुन वानस्पतिक अवस्थामा हरियो र भित्री भाग खोक्रो हुन्छ भने परिपक्व भएपछि हल्का खैरो रङमा परिणत हुन्छन्। यसका पात संयुक्त तथा पिच्छाकार हुन्छन्, जसमा साना साना पत्रहरू बीजको डाँठका दुवै किनारामा समान रूपमा रहेका हुन्छन्। ढैँचाको जरा गहिरो ट्यापरुट प्रकारको हुन्छ र त्यसमा प्रशस्त शाखा जराहरू विकास भएका हुन्छन्, जसमा औसत 173 वटा नाइट्रोजन स्थिरीकरण वा सञ्चित गर्ने गाँठाहरू रहेका हुन्छन्। ढैँचाले धेरै मात्रामा हरियो जैविक पदार्थ उत्पादन गर्दछ। वानस्पतिक अवस्थामा प्रतिरोपनी 1650 किलो र परिपक्व अवस्थामा 2800 किलोसम्म हरियो जैविक पदार्थ उत्पादन गर्न सक्दछ। यसको सुक्खा जैविक पदार्थमा औसत 2.8% नाइट्रोजन, 0.8% फस्फोरस र 1.1% पोटास पाइन्छ। यसबाट प्रति हेक्टर करिब 133 किलोग्राम नाइट्रोजन माटोमा थप्न सकिन्छ। यो भनेको 290 किलो युरिया मल बराबर हो। ढैँचामा पहेँलो रङका रेसिम प्रकारका फुलहरू लाग्दछन् र यो स्वपरागसेचन हुने बाली हो। सामान्यतया 55 दिनमा फुल फुल्न सुरु गर्छ र करिब 120 दिनमा परिपक्व हुन्छ। एक बोटमा करिब 398 वटा फुल र 146 वटा कोसा लाग्दछन्। ढैँचाको कोसाहरू लामो, बेलनाकार र मसिनो हुन्छन्, जसको औसत लम्बाइ 16 सेन्टिमिटर हुन्छ।
प्रत्येक कोसामा औसत 27वटा बिउ हुन्छन्। बिउ साना, करिब 0.5 सेन्टिमिटर लामा र 0.3 सेन्टिमिटर चौडाइ भएका कडा, चिल्ला र अण्डाकार हुन्छन् भने बाहिरी आवरण कालो वा गाढा खैरो रङको हुन्छ। 1000 दानाको तौल करिब 20 ग्राम जति हुन्छ। अनुकूल व्यवस्थापनमा प्रति रोपनी औसत 230 किलो बिउ उत्पादन गर्न सकिन्छ, जसले गुणस्तरीय बिउ उत्पादनका लागि ढैँचालाई उपयुक्त बाली बनाउँदछ। अब भने ढैँचाको उत्पादन तथा व्यवस्थापन विधिबारे थोरै कुरा जानौँ। ढैँचालाई नेपालको तराईदेखि मध्य पहाडसम्म सफलतापूर्वक खेती गर्न सकिन्छ। बिउ उत्पादनको लागि भने तराईदेखि मध्य पहाडी क्षेत्रको नदी किनार उपयुक्त मानिन्छ। ढैँचालाई सबै प्रकारको माटोमा खेती गर्न सकिन्छ र यसका लागि माटोको pH 5 देखि 8.5 उपयुक्त मानिन्छ। कम उर्वरा शक्ति भएका माटोमा पनि यसले राम्रो उत्पादन दिन सक्दछ। हरियो मलका लागि माघपछि जुनसुकै समयमा यसलाई छर्न सकिन्छ, तर पनि धान रोप्नुभन्दा करिब 2 महिना अगाडि छर्दा उपयुक्त हुन्छ। बिउ उत्पादनका लागि भने असार साउन महिनामा छर्नु उपयुक्त मानिन्छ। यस समयमा छर्दा कोसा बन्ने अवस्थामा अत्यधिक वर्षाबाट हुने क्षति कम भई बिउको उत्पादन तथा गुणस्तरमा सुधार हुन्छ। हरियो मलका लागि प्रति हेक्टर 40 देखि 45 किलो बिउ र बिउ उत्पादनको लागि 20 देखि 25 किलो बिउ पर्याप्त हुन्छ। यसलाई छरुवा तथा लाइनमा दुवै तरिकाले रोप्न सकिन्छ। लाइनदेखि लाइनको दूरी 25 देखि 30 सेन्टिमिटर कायम गर्दा उपयुक्त बिरुवा सङ्ख्या कायम गर्न सकिन्छ। बिउलाई राइजोबियमले उपचार गर्दा जरामा गाँठा बन्ने क्षमताको वृद्धि हुन्छ। ढैँचामा सामान्यतया मल हाल्नु पर्दैन, किनभने यसले आफै नाइट्रोजन बनाई उपयोग गर्दछ। तर पनि कमजोर माटोमा 2 देखि 5 किलो DAP प्रति रोपनीका दरले दिन सकिन्छ। वर्षामा आधारित खेती भएकाले सामान्यतया सिँचाइ पनि आवश्यकता पर्दैन। लामो खडेरी परेमा मात्र 1-2 पटक सिँचाइ गर्दा पर्याप्त हुन्छ। रोग किराको मामलामा ढैँचा निकै सहनशील बाली हो। कहिलेकाहीँ पात खाने लार्भे किरा देखिए तापनि यसले सामान्यतया आर्थिक रूपमा महत्त्वपूर्ण क्षति पुर्याउँदैन। छिटो बढ्ने तथा घना छाया बनाउने स्वभावले झारपातलाई स्वाभाविक रूपमा नियन्त्रण गर्दछ। आवश्यक परेमा बाली रोपेको 20 देखि 25 दिनपछि एकपटक साधारण गोडमेल गर्न सकिन्छ। हरियो मलका रूपमा प्रयोग गर्दा रोपेको 45 देखि 55 दिनपछि वा फुल फुल्ने अवस्थामा वा धान रोपाई गर्नुभन्दा 2-3 हप्ता अगाडि माटोमा जोतेर गाड्नु वा मिलाउनु पर्दछ। बिउ उत्पादनका लागि भने असोज कार्तिक महिनामा वा करिब 80% कोसा पाकिसकेपछि काट्नु पर्दछ। समग्रमा भन्नुपर्दा अहिलेको अवस्थामा माटोको गुणस्तरमा सुधार गर्न, रासायनिक मलमा निर्भरता हटाउन, वातावरण संरक्षण गर्न तथा उत्पादन लागत घटाउन ढैँचालाई सस्तो, भरपर्दो र प्रभावकारी विकल्पका रूपमा स्थापित गरेको छ र यसको व्यापक विस्तार गर्न आवश्यक देखिन्छ।